आजको स्थितिमा नि 1,40,00,000 युवाहरू बाहिर छन्। 1,40,00,000 युवामा नि 40% मान्छे फर्किन्छ अब यो देशमा बुढाबुढीबाट साउदी कतार दुबई भएको मान्छे त्यही भनेको बुढो उमेरमा काम गर्न नसकेपछि युरोप अमेरिका अस्ट्रेलिया क्यानाडा गएका नि अहिलेसम्म गएका छन् 50 लाख भन्दा बढी गएका ती ज्यान गए फर्किँदैन घर किनिसके उतै बच्चा छन्। मेरै परिवारमा 90% मान्छे अस्ट्रेलिया र युरोप छन् अनि अमेरिका छन्। ऊ फर्किँदैन। मेरै परिवारमा 90% कोही पनि फर्किँदैन। नफर्केपछि उनीहरूको बच्चा उहीँ जन्मी उनीहरूको गाउँ उहीँ भयो। यहाँ छोडिदिइसके माया मारिदिइसके यस्तो लफडामा किन आउनु भनेपछि अबको 5 वर्ष पछाडि के हुन्छ आजै लेखेर राख्नुहोस् तपाईँले। पुलिसमा भर्ना हुने मान्छे हुँदैन, आर्मीमा सेनामा भर्ना हुने मान्छे हुँदैन, हवाई जहाजमा एयर होस्टेज हुँदैनन्, हस्पिटलमा नर्स हुँदैनन्, हस्पिटलमा डाक्टर हुँदैनन् अब 5 वर्ष 7 वर्ष पछाडिदेखि। किन भनौँ न यी जन्मेका हुर्केर बाहिर गइहाल्छन्। अहिले लहरै छ त बाहिर जाने लहर छ होइन। जन्मेका हुर्केर बाहिर गइहाल्छन्। जस्तो यो साल आज भोलि 16 वर्ष पुग्ने कति पुग्छ नेपालभरि भोलि नै नागरिकता लिन्छ। नागरिकता लिएको पर्सि पासपोर्ट लिन्छ हिँडिहाल्छ। 16 हो कि त्यो त लहर छ। जति पासपोर्ट बन्छ नि त्यो जम्मै बाहिर जान्छ। त्यसमा 40% मान्छे फर्किन्छ भनेपछि अब यो देशमा मान्छे हुन्छ। यो देशमा तपाईँले मान्छे हुन्छ र अनि त्यहाँबाट यहाँ तपाईँको राजनीतिक हुन्छ। यो कुरा प्रचण्डले बुझिसक्नुभयो।